परिणाम हामीले स्वीकारेको, तर हामीले पञ्चायतलाई स्वीकारेको होइन। हाम्रो लडाइँ फेरि पनि रहिरहेछ। सोमदत्त जस्तो पात्रहरू धेरै भएको कारणले काङ्ग्रेस पार्टी अलिक खुम्चिरहेको छ भन्ने कुरा यहाँ म फेरि किसानबालाई जानकारी गराउँदै यो आजको कार्यक्रममा आफ्नो सार्वजनिक विचार, खोटाङको अत्यावधिक भएको क्रियाशील, नयाँ आवेदन भएका क्रियाशील र यो जरा अभियानको बारेमा प्रकाश पार्दै र एउटा कुरा पनि म यहाँहरूलाई बिचमा भन्छु। आज कमलाजीमा एउटा कार्यक्रम पनि भयो, अर्को युएन पार्कदेखि जाउलाखेलसम्म पार्टी सभापतिले दौड गरेर जुन किसिमको कार्यक्रम आज केन्द्रमा मनाइयो दुईतिर, खोटाङमा चाहिँ त्यो रनिङ कार्यक्रमकै यो कार्यक्रम निरन्तरता हो, अर्को कार्यक्रम यहाँ हुन सकेन। त्यो कारणले खोटाङमा चाहिँ एउटै मात्रै काङ्ग्रेस छ है, यो केन्द्रीय प्रतिनिधिले भन्नु अरू जिल्लामा यसै गरी एउटा मात्रै बनाउनेतिर उत्तर गराउनु अरू प्रतिनिधिहरूलाई पनि भन्ने कुरा यहाँ आफ्नो जानकारी गराउँदै म यहाँ आजको यो कार्यक्रमलाई आफ्नो सार्वजनिक विचारसहित र आफ्नो जिल्लाको वस्तुस्थितिको बारेमा सविस्तार गर्दै यो कार्यक्रमलाई समापन गरिदिन हुन मैले बिचमा बोल्न दिने कुरामा आदरणीय वयोवृद्ध पचाउन दिन सकिनँ। यसका प्रति हृदयदेखि नि म माफी चाहँदै म यो कार्यक्रमलाई समापन गरिदिन हुन समादरणीय नेता साथीहरू निर्वाचन विशिष्ट सम्बोधन गर्दछु। यसलाई यहाँ सबैलाई हार्दिक जय नेपाल, न्यानो अभिवादन टक्राउँछु। जय नेपाल। वास्तवमै बिपी उहाँले प्राप्त गर्नुभयो 1971 भाद्र 24 गते पिता कृष्णप्रसाद कोइराला र माता विद्या कोइरालाको कोखबाट जन्म भएका तुम्जा होइन अनि त्यसपछि पिताजीको कर्म क्षेत्र विराटनगर, त्यसपछि तत्कालीन रामचन्द्र शमशेरको कोप भाजनमा गरेर उहाँ चाहिँ सपरिवार पिता कृष्णप्रसाद बिपी लगायत उहाँको सम्पूर्ण परिवार निर्वासित हुनुभयो। निर्वासित हुनु भइसकेपछि उहाँले चाहिँ बिपी कोइराला लगायतले चाहिँ अब अत्यन्त कष्टप्रद जीवन भोग्नु पर्यो। उहाँको सम्पूर्ण परिवारजनहरू, आफन्तहरू सबै ठुलो 30-35 जना सदस्यको चाहिँ निर्वासित जीवनमा अब बिस्तारैसँग चाहिँ बिपी कोइरालाले देश दुनिया भोग्दै जानुभयो। त्यही बेला अङ्ग्रेज सरकारबाट, अङ्ग्रेज शासनबाट, अङ्ग्रेज न्यायपालबाट भारतलाई चाहिँ निर्वासित के अरे स्वतन्त्र गराउने क्रममा गान्धी, जयप्रकाश लगायत सम्पूर्णले जो आन्दोलन, भारत छोडो आन्दोलन गरेर सुवर्ण शमशेरले चाहिँ 2005 नेपाल जातीय काङ्ग्रेसको स्थापना गरेको सुवर्ण शमशेरको नेतृत्वमा, पछि 2006 नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल काङ्ग्रेस मर्ज भएर नेपाली काङ्ग्रेसको स्थापना भयो। त्यसको 1 वर्ष पछाडि 2007 सालमा राणा शासन हट्यो र बिपी कोइराला मन्त्री राज्य मन्त्री हुनुभयो। यसरी चाहिँ बिपी कोइरालाको जीवन अगाडि बढ्छ। अघि अत्यन्त सान्दर्भिक कुरा, धेरै कुराहरू आइ नै सकेका छन्। साहित्यिक व्यक्तित्वले पनि हस्तक्षेप गरेन, कहिले पनि साहित्यिक व्यक्तित्वलाई राजनीतिक व्यक्तित्वले पनि निर्देशन गरेको छ। यति निरपेक्ष ढङ्गबाट ती दुईटा व्यक्तित्वलाई कोइरालाले संरक्षण गर्नु अगाडि बढाउनु क्यान्सर चाहिँ सङ्क्रमण भइसकेको थियो। त्यस कारण अत्यन्त निगरानीका साथ उहाँलाई उपचार कक्षमा राखिएको थियो। त्यहाँ सिट धेरै चाहिँ गणेश राज शर्मा र शैलजा आचार्य मात्रै 2 जनालाई मात्रै प्रवेश अनुमति थियो, उहाँहरू मात्रै बस्नुहुन्थ्यो। र बिपी कोइरालाले लगातार उहाँले टेप रेकर्डमा रेकर्ड गराउनु पऱ्यो, घरिघरि थाक्नुहुन्थ्यो, फेरि भन्नुहुन्थ्यो, थाक्नुहुन्थ्यो, घरि उज्यालो गर्नुहुन्थ्यो। त्यसरी चाहिँ अझ उहाँले अन्तिममा चाहिँ बोल्न सक्नु भएन, बाँकी रेकर्ड हुन सकेन। त्यो रेकर्डलाई चाहिँ पछि आत्मवृत्तान्त प्रकाशन गर्यो र आत्मवृत्तान्त चाहिँ जब प्रकाशित भएको थियो, प्रकाशन भएको थियो, त्यो पुस्तकलाई मैले पढेपछि त्यो चाहिँ मलाई राजनीतिको एउटा वेदशास्त्र जस्तो लाग्यो। त्यसलाई पटक पढ्दै गयो, नयाँ कुराहरू त्यहाँ प्राप्त हुने र लामो समयसम्म त्यो पढिरहेको थिएन। जब बिपी कोइरालाको 44औं स्मृति दिवस आउँदैछ अनि फेरि पढौँ सुरु गर्नु, अरूलाई त्यसप्रति चाहिँ प्रेरित गराउनु र म चाहिँ भिडियोमा सानो सानो क्लिपहरू त्यो पढेर चाहिँ राख्छु। त्यसले मलाई रिमेमोरी हुने त्यो सन्तुष्टि होइन, त्यो सुखी र सफल जीवन होइन,
तिमीले त केही गर्नुपर्छ समाजको लागि, तब मात्रै तिम्रो जीवन सफल हुन्छ भने जस्तो ध्वनि प्राप्त भयो। बिपीले लेखेर चाहिँ भन्नुहुन्छ कि आफ्नो वृत्तान्तमा त्यो दैव बानी त होइन, देव बानी त होइन, तर त्यो उहाँको अन्तर्मनको ध्वनि थियो, उहाँले त्यस्तो फिलिङ भएको हुनुहुन्छ। अनि त्यसपछि उहाँले स्कुल खोल्नुभयो, हस्पिटल खोल्नुभयो। त्यति हुँदाहुँदै पनि एकदम पाहाडबाट चाहिँ सामान उसार्नको निम्ति ढाकामा एकदम ढाक्रे पिठीमा ढाका बोकेर टोकमा टेक्दै एक लस्कर गएको बेला उहाँको आँखा पर्छ। अनि उहाँलाई बोलाएर उनीहरूको कपडा आफूले लिएर नयाँ कपडा उहाँले चाहिँ पहिराइदिएर त्यसपछि त्यसमध्येको एउटा कपडा चाहिँ चन्द्र शमशेर ल सरकार। खासै जनताको अवस्था त यस्तो छ, सरकारको दरबारमा बसिन्छ, थाहा छैन मलाई यस्तो अवस्था छ। यो अवस्थालाई सुधार गर्न सक्दा मात्रै अनि सरकार तपाईँको शासन चाहिँ सफल हुन्छ भन्दाखेरि अनि मलाई त यस्तो होच्याउनु यस्तो कपडा गन्दगी कपडा मैले पार्सल पठाउने यस्तो त्यसपछि लक्डिएको भने त्यो बेला नै त्यस्तो पिताजी बिपी कोइरालाहरूको केही विरासतमा चाहिँ उहाँहरू त सभ्रान्त परिवार हुनुहुन्थ्यो, तर त्यो नभइकन अनि त्यसपछि प्रजातन्त्र प्राप्तिको निम्ति त्यसपछिको बिचमा कति हो कति अब इन्दिरा गान्धीले चाहिँ हामीसँग मिलन तिमीलाई अहिले त्यहाँ नेपालको प्रधानमन्त्रीहरू बनाइदिन्छु भन्दा अब इन्डियाले प्रधानमन्त्री बनाउने भएपछि त मिल्काइदिनु त सक्छ, कहाँ त्यस्तो हुन्छ भन्दै प्रजातन्त्रको लागि लड्दै जानुभयो। र त्यसमध्येमा एक दुईवटा कुरा बिपीको त्यो बानीले चाहिँ मलाई साह्रै नै मनमा छोएको छ र त्यो बानीले पछ्याउँदाखेरि कहिलेकाहीँ चुनौती पनि बनिएको छ। के हो भने एउटा जब तिमीलाई दुविधा हुन्छ, एउटाले यसो गर भन्छ, अर्कोले उसो गर भन्छ, त्यो साना साना कुराहरूमा पनि दुविधा त हुन्छ नि त। कसैले चाहिँ के भन्छ सल्लाह, त्यतिखेर तिमी असमञ्जसमा किन कर्तव्य विमूढ के गरौँ त भन्ने तिमीहरूको हातमा ल्याऊ र छातीमा हात राख। त्यो बेला तिम्रो विवेकले जे भन्छ त्यही गर्नु। सधैँभरि नेता भनेको छु, अनि नेताले कहिलेकाहीँ निर्देशन दिन्छ ल भन्छ। यदि त्यो निर्देशन चाहिँ चित्त बुझेन भने त्यही नेताको अगाडि त्यसको प्रतिवाद गर्न सक्छ। त्यसको अगाडि यही कारणले चाहिँ यो ठिक छैन भन्न सक त्यो इमान्दार कार्यकर्ता हो। किनभने हामी हेर्छौँ त कतिपय कुराहरू हामीले चित्त बुझ्दैन, नेता हिसाबला या भोलि अब पाउने अवसर गुमाउनु पर्ला हामी भन्न सक्दैनौँ, तर त्यो भन्नुपर्छ। स्वाभिमानी कार्यकर्ताले त्यो भन्नैपर्छ। जस्तो केन्द्रीय प्रतिनिधि जो आउनुभएको छ यहाँले पनि हामी यहाँको नेता भइसकेको छ, जिल्लाको सभापति हामीले गरेको गलत कामलाई पनि ठिक छ एकछिन बस्नु भनेर अझै लगेर चाहिँ कुनै बेडरुममा चाहिँ भन्नैपर्छ। अनि त्यसपछि उहाँले ठाडै नबन्नु भए पनि साङ्केतिक रूपबाट उहाँले हामीले सुझाव दिनुहुन्छ, निर्देशन दिनुहुन्छ, अनि हो भन्ने हामीले सुध्रिने मौका पाउँछौँ। त्यसकारण खोटाङ काङ्ग्रेसको सम्बन्धमा अब हामी नै हो यहाँ, अब जे जस्तो भए पनि त्यसको उपचार भनेको केन्द्रीय प्रतिनिधि आउँदा हामी केन्द्रीय प्रतिनिधि हामीले साथी त हुनुहुँदो रहेछ, हाम्रै भाइ प्रतिनिधि भन्नुहुन्छ, उहाँले केन्द्रीय नेतृत्वको शक्ति लिएर आउनु भएको छ, प्रतिनिधित्व लिएर आउनु भएको छ। त्यस कारण हामीले हामीले जमानामा चिने साथी ठिकै छ म भने गगन थापा आउनु भने अथवा विश्वप्रकाश आउनुहुन्छ त्यो होइन, उहाँले केन्द्रीय प्रतिनिधित्व गर्नुभएको छ खोटाङ जिल्लामा। त्यस कारण हामीले उहाँलाई गगन थापाकै प्रतिनिधिको रूपमा सम्झेर यहाँको हरेक कुराहरू गर्न सक्नै पर्छ। किनभने केही न केही खोटाङ काङ्ग्रेसमा समस्याहरू छन् र त समस्या भएपछि त्यसको उपचार पनि हुन्छ, समाधान पनि हुन्छ। समस्या अथवा रोग चाहिँ होला, शरीरको चाहिँ कुनै बेला यस्तो रोग लाग्ला जसको निदान नहोला र जान गइन्छ होला, तर समस्या व्यावहारिक समस्याहरू साङ्गठनिक समस्याहरू त्यसको निदान हुन्छ, हामीले भन्नैपर्छ। त्यस कारण पनि उहाँ यसरी चाहिँ बार आइरहनु भएको छ। मैले चाहिँ के छ भने एकचोटि केन्द्रीय प्रतिनिधिहरू धेरै आइरहनु भएको छ, यहाँ केही न केही समस्या छ अथवा समस्या अलि हामी विच्छेद पार्टीको अवस्था छ, यो हाम्रो दुर्दशालाई देखाउन भन्दा पनि केही मेहनत गरेर केही पसिकसाउ यो चाहिँ हाम्रो रणनीतिमा 4टा समा के छ भने सधैँ सकारात्मक हुने, सकारात्मक पोजिटिभ सम्झाइसकेपछि के भन्नु भने परिणाम हामीले स्वीकारेको, तर हामीले पञ्चायतलाई स्वीकारेको होइन। हाम्रो लडाइँ फेरि पनि रहिरहेछ, लडाइँ जारी रहन्छ। यद्यपि जनताले मत हाल्यो, अब मूर्खले हाल्यो, बुद्धिमानीले हाल्यो, मूर्खले हालेको चाहिँ मत नमान्ने भन्न मिल्यो त? म सकारात्मक
हरेक कुराहरूलाई चाहिँ नि छ। यसमा प्रजातन्त्र चाहियो भने लडाइँ भोलि राष्ट्रियतै खत्तम भइदिएला भनेर राष्ट्रियताको सहरमा त कम्तीमा राजासँग मिल्न सकिन्छ। राष्ट्रियता अर्को सधैँ सृजनशील हुने, एउटा सकारात्मक हुने, एउटा सृजनशील हुने, एउटा सचेतना फैलाउने। सधैँभरि हामीले चेतनामूलक कुराहरूमा ध्यान दिने, सचेतना फैलाउने, सचेतना। अनि अर्को चाहिँ के भने सक्रिय रहने। आजै खट्यो अब पुगिहाल्ने पार्टीमा, अब भोलिदेखि त भन्ने छैन। निरन्तर जीवन प्रक्रियालाई हामीले जसरी सास प्रश्वास छ त्यसरी नै एउटा कामबाट पार्टीलाई सहयोग पुग्ने। अनि त्यसपछि 5 वर्षमा यहाँ चाहिँ नि पार्टी उसमा आएर एकैजना म मात्रै भए पनि यहाँ बसेको हुन्छु। हजुरहरूले आवश्यक पऱ्यो भने फेरि हजुरहरू पनि आउनुहुन्छ, दुईजनै वार्ता गरौँ। जरा अभियान पनि अत्यन्त हाम्रो केन्द्रीय प्रमुखजी हो, उहाँप्रति हामी हार्दिक काङ्ग्रेसबाट हार्दिक कृतज्ञता जाहेर गर्छौँ। साथीभाइसँग औपचारिक ठुलो कार्यक्रम नभए पनि अवसरमा धेरै अग्र साथीहरू बस्नु बताउनु प्रयासलाई अझ कसरी निरन्तरता दिने, कसरी मान्छेलाई